उज्यालो भयो प्याउ प्याउ गर्न थालिस् तैँले म पनि उठिन् तैँले मलाई उठाइस् म पनि उठिन् दाम्लो बाँधेर ताला मैले घुमाउनु लगेको तैँले बाटा मुतेको अनि हगेको त्यसपछि गएर ताला ल्याउँदै जाँदाखेरि तँ फुत्केर भाएपछि मोकैबाजी दरेम पार्दै तँ पुरै हिलो भएको हिलो भएपछि घरमा ल्याएर नुहाइसकेपछि तँ नुहाउनलाई नमानेको हो कि भन् हो नुहाउनलाई नमानेको नुहाउनु बल्ल 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 नुहाइदिएको पुखिदिने बेला ग्याङ गुङ गरेर यसरी चाहिँ तैँले मलाई डिस्टर्ब गरेको हो कि भन् त छ्या पादै के माया तुमले ठेस्सक नआए माया तैँले पादै हो काला साला फुट्यो म्याह गर्नुपर्ने भएको क्या तँलाई खुर भर नुहाइदियो के को चिलायो तँलाई भर नुहाइदियो हो कि भन् त हो कि भन् त न त्यहाँ बस सिट हड्डी चाहिँ यति मन पर्छ तँलाई एकछिन स्टे सिट न हातले दाइ हातले गुड नेक्स्ट गुड अर्को नेक्स्ट गुड नेक्स्ट गुड अब स्टे नमस्ते त्यस्तो हुन्छ उठ नमस्ते गर्नु न आइए तँ मर्दछ अहिले स्टे ओइ मैले खा भनेछु बस यो हड्डी खानलाई सङ्घर्ष गर्नुपर्छ भाइ तँ हड्डी नखाइकन तल चित्त बुझाउनु जति खाने पनि नहुने यस्तो नि हुन्छ जति दिए पनि खान पाएको गाउँ अरूले के भने त मान्छेहरूले के हो दिँदैनै क्या खाना दिँदैनै क्या कुकुरलाई भने अब यत्रो भर्खरै भात खाएर बसेर यो हड्डी देखेपछि यस्तो हुन्छ के खान पाएको स्टे गर भर्खरै भात खाएको यसले अब यो अहिले हड्डी भनेपछि यस्तो हुन्छ क्या हड्डी दिन पर्छ सानो एउटा हड्डी भनेपछि मरि हत्ते गर्छ गाई यसो मुख गरिदिनु पर्छ के नखायो भन्छ यस्तो छ अब के यसको बानी यस्तै हो अब त जति जे गरे नि अब भयो यसलाई एकछिन आम्मामा कम उफ्रिँदैन ल बसेर खा ल बसेर चपा यहाँ बस अनि चपा ल गुड बोय ल गुड बोय ल सुगर दे बाथरुममा सुगर कान्छी सुगर आऊ ल सुगर कान्छो चिन्टु सुगर ल गयो गुड बोय ल आऊ